ओके है फर्स्ट अफ अल म हल्दार बलराम होइन फर्स्ट सिक्किमबाट एनएनसीसी होइन यसो मेरो एक्सपिरियन्स होइन जति मैले जो सिनियर क्याडरहरू जाँदैछ तिनीहरूले जुनियरले केही भन्नुहुन्छ कि भन्ने एउटा आशा राखेर त्यो सानो एउटा हामीले कमिटी जस्तो गठन गरेको छ होइन र सिनियरको के राय छ जुनियरले बताउने अब छोडेर जाँदैछ होइन नेक्स्ट पर्टिनर नै हो अब जो कर्णधार भन्छ नि सम्हाल्ने एनसी बटलाइनलाई कमान्ड गर्ने कन्ट्रोल गर्ने होइन सो ती चिजहरूमा के सिक्यो त यिनीहरूले के बताउन चाहन्छ पहिले हाम्रो सोनम भुटिया म त के भन्नु सर जुनियरहरूलाई राम्रो गर्नु हो डिसिप्लिनमा बस्नु गार्ड राम्रो गर्नु ड्रिल राम्रो खेल्नु एकखेप नेसनल गेम जानु होइन आरडिसी टिएससी जानु हो नाम राख्नु सुटिङ कम्पिटिसनतिर जानु हो जस्तो म त अब हाफ मात्रै पुगेको सुटिङ कम्पिटिसनमा होइन खडगपुरबाट ब्याक भएको आइजिसीबाट अनि आरडिसीमा आइबिसीमा ड्रिलमा थिएँ ड्रिलबाट ब्याक भएर लास्टमा प्राइम मिनिस्टर रेलीमा पुगिन आएँ लास्टमा हो अनि त्यही प्राइम मिनिस्टर रेलीले गर्दाखेरि इन्डो भुटान गएँ इन्डो भुटान मेरो सबसे ठुलो क्याम्प हो अहिलेसम्मको भुटानको युथहरूसँग थियो त्यस्तै गर्नु तपाईँहरू पनि अब हामीभन्दा पनि राम्रो गर्नु होइन हामीभन्दा बेसी क्याम्प गर्नुहोस् नेसनल क्याम्प जानुहोस् हरेक जिनियरलाई राम्रो सिकाउनुहोस् अब के भन्नु एउटा कोटेसन भन्नु पऱ्यो भने एउटा सानो कोटेसन भन्छु है सर अन्त के भन्नु भन्दाखेरि सर ब्युटिफुल भ्युज कम्स आफ्टर हार्डेस्ट क्लाइम भन्छ होइन नेभर गिभ अप हो नेभर गिभ अप है जति माथि चढ्यो त्यति दामी भ्यू देख्नु पाउँछ भन्छ त्यसै जति तपाईँहरू हार्डवर्क गर्यो त्यति ठुलो सक्सेस पाउँछ है तपाईँले राम्रो गर्नुहोस् आफ्नो फ्युचर बनाउनुहोस् अब हामीभन्दा पनि अगाडि जानुहोस् है हामी त अब सानो बटालियन एसयु मात्रै थियो है तपाईँले बटालियन एसयु हुनु आफ्नो बटालियनलाई राम्ररी बढाउनु नाम राख्नु आफ्नो आमा आप्पाको नाम राख्नु गभर्नेन्स मेडल आउँछ गभर्नेन्स मेडलमा तपाईँहरू जस्तै कि प्राइम मिनिस्टर रेली यो जुन चाहिँ डिएमसी आरडिसी अनि टिएससी त्यतिले गभर्नेन्स मेडल पाउँछ तपाईँहरू त्यो क्याम्प चाहिँ गर्नुहोस् है जतिजना पनि गरेको छैन त्यो क्याम्प गर्नुहोस् गभर्नेन्स मेडल पाउँछ गभर्नेन्स मेडल चाहिँ सबसे ठुलो अचिभमेन्ट भन्छ एनसिसीमा है तपाईँहरू राम्रो गर्नुहोस् राम्रो बढ्नुहोस् नेभर गिभ अप है हार्डवर्क गर्नुहोस् सबैजना थ्याङ्क यू होइन भन्नुपर्दा सबैजनाले फर्स्ट अफ अल त म थ्याङ्क यू भन्न चाहन्छु हो सबै मेरो जुनियर्सहरूलाई होइन जसले मलाई साथ दिनुभयो होइन यो डल्लै क्याम्पमा होइन मैले जति पनि क्याम्प गरेँ होइन तर अब तिमी यस्तै कतिजना साथ दिने साथीभाइहरू हुन्छ मैले आफ्नो भाइ जस्तो लाग्यो हुन्छ नि अब यो क्याम्प डल्लैमा मैले कोही बेला तिमीलाई गाली गरेला होइन मलाई माफ गरिदिनु होला तर चाहिँ मैले तिमीहरू सबैजनाले मनले याद गरेँ तिमीलाई हुन्छ नि अब मलाई याद पनि भएन कतिचोटि अब क्याम्प सक्यो हाम्रो भन्ने यति मलाई लाइफमा यति मजा कहिले आइन हुन्छ नि अब म सिधै कलेज मात्रै पढेको भए सायद तिमीहरू भेट्थेनौ होला होइन सायद कसैले मलाई चिन्थेन होला म एनसिसी जोइन गरेँ तिमी यस्तो जुनियर्स पायो होइन जसले मैले काम गर्दा तिमीले सबैले मान्यो तर त्यो बिचमा मैले कसैलाई पनिसमेन्ट दियो गाली दियो मलाई माफ गरिदिनु होला होइन तिमीहरू सबैजना क्याम्प गर्नु राम्रो क्याम्प गर्नु मैले जति एनसिसीमा के बुझेँ भने सबै क्याम्प मात्रै होइन एउटा रेस्पोन्सिबिलिटी आउँदैछ हुन्छ नि एउटा सिनियर भएपछि बिहान उठ्नुपर्ने कसैले के काम अर्डर पर्ने अब हामी हेर्दाखेरि चिल बसेको जस्तो देख्छ होइन तर धेरै थुप्रो काम हुन्छ हामीलाई पनि हो त्यो बिचमा हामीले केही नराम्रो भन्यो भने तिमी सबैलाई सरी छ हो तिमीहरू अब नेक्स्ट क्याम्प सिनियर हुन्छ होला कम्पनी सिनियर हुन्छ सबै आफ्नो जुनियर्सलाई याद गरिदिनु होला होइन मैले तिमीलाई कतिजनाले के सिकाउनु पाइनँ होला होइन तिमी धेरै नेसनल क्याम्प जानु पढ्नु हुन्छ नि अब मैले त्यही भन्न चाहन्छु होइन अब मैले जति सक्दो क्याम्प गरेँ होइन नेसनल क्याम्प 2-3वटा बस्यो तर त्यसमा बेस्ट के लाग्यो भने बिएमसीमा के याद पायो भन्दाखेरि चाहिँ अब
हुन्छ नि अब मैले के सोचेको थिएँ भने बिएमसी फर्स्ट जाँदाखेरि हल्का सल्का फिजिकल एक्टिभिटी होइन अब आफ्नो फिजिकल एन्डुरेन्स थियो स्ट्यामिना थियो एन्डुरेन्स थियो होइन तर पनि म अब गर्छु भनिरहेको थिएँ होइन तर अब त्यस्तो हुँदैन रहेछ के हो अब सोचेको जस्तो हुँदैन रहेछ सोचेको भन्दा अलिकति अप नै हुँदो रहेछ होइन त्यही हुँदाखेरि चाहिँ अब धेरै अब बिएमसीमा पनि बिचमा के आयो अब जस्तो अब म माथि बेस क्याम्पमा गएँ होइन बेस क्याम्पमा जाँदाखेरि अब मलाई खोकी लागेको थियो के भएको थियो होइन तर भन्दा मैले मेन कुरा चाहिँ नेभर गिभ अप के हो नेभर गिभ अप जस्तो सिचुएसन आयो नि नेभर गिभ अप आफूलाई डेडिकेटेड राख्ने आफूलाई डिसिप्लिन राख्ने होइन त्यही भन्न चाहन्छु अब जस्तो सिचुएसन आयो नि अब केटाहरू अब के हुन्छ अब केटीपट्टि लागेको हुन्छ कतिजना होइन ड्रग्सपट्टि लागेको हुन्छ कतिजना होइन अब त्यसलाई अब ज्यादा फोकस नगर्ने होइन अब आफ्नो अब करियरमा पनि फोकस गर्ने त्यही भएर अब यता डेडिकेटेड भएर एकदम नेभर गिभ अप मलाई होप लिएर अघि बढ्ने त्यही नै भन्न चाहन्छु भनेको होइन तर होइन बहुत कुछ सिकेको छ होइन कति हामीले कति गाली पनि खाएको छ कति के सिकेको पनि छ होइन कति नराम्रो कुरा कति राम्रो कुरा सिकेको छ होइन मान्छे भएपछि सिक्दै चाहिँ जानुपर्छ भन्ने कुरा चाहिँ राख्छु है त्यही हो अब सबैलाई अल द भेरी बेस्ट सबैको फ्युचर ब्राइटै होस् होइन सबैजनाले अब हुन्छ नि आफ्नो नट ओन्ली अब हुन्छ नि के उयसमा मात्रै अब एनसिसीपट्टि मात्रै होइन आफ्नो एकाडेमिक्सपट्टि पनि आफै हेर्नु राम्रोसँगले अगाडि बढ्नु त्यति नै थ्याङ्क यू सो मच सिक्किमको जस्तो अहिले जस्तो हाम्रो यहाँ सिनियरहरू हुनुहुन्छ होइन फर्स्ट सिक्किम बटालियनको सिनियर जस्तो चाहिँ जिन्दगीमा मैले कहिल्यै भेटेको थिइनँ यस्तो मिल्ने सिनियरहरू भएर पनि यस्तो मिल्नेहरू तर सिनियरहरू चाहिँ साँच्ची नै अब सिक्किमकै भएर हो कि होइन दामी लाग्यो मलाई चाहिँ अब अरू जग्गाको हेरी होइन अब जस्तै हाम्रो क्याम्प सिनियर अब यस्तो राम्रो चाहिँ भएको कुरा मेरो अब मेरै भाग्य भनौँ कि होइन यता अब ग्रुप सिनियरहरू फर्स्ट टाइम भेटेको मैले यस्तो मिल्ने सिनियरहरू अरू चाहिँ कुनै क्याम्पमा भेट्दैन यस्तो मिल्ने सिनियरहरू चाहिँ अभिषेक दा अब सबैले अब एनसी क्याम्पको बारेमा भने म चाहिँ भन्छु क्या जति नै हामीले एनसीसीमा सिकेको छ नि अब त्यो चाहिँ हामीले बाहिर पनि इम्प्लिमेन्ट गर्नुपर्छ है अब गाउँ समाजमा बस्छ केटाहरू होइन समाजमा हुन्छ है त्यहाँ पनि त्यस्तो खालको व्यवहार देखाउनुपर्छ गाउँमा त्यस्तो व्यवहार देखाउँछ क्याम्पमा मात्रै होइन क्या बाहिरतिर त्यस्तो डिसिप्लिन देखाउनुपर्छ है त्यही भन्छ एउटा यस्तो हो यहाँ हामीले जति एनसिसी गऱ्यो नि नेसनल क्याम्प मलाई याद छैन होइन म गन्दिनँ पनि होइन हाम्रो सबसे ठुलो हामी सबैजनाको सिनियर्सको सबसे ठुलो अचिभमेन्ट नि यही जुनियर्सहरू यही जुनियर्सहरू है ल आफ्नो बडी पेयर हुन्छ नि जस्तै मैले आफ्नो डल्लै क्याम्पमा होइन जति क्याम्प बढ्यो होइन जस्तो साथीभाइ होइन सोनम जस्तो साथीभाइ कहिले नबिर्स्नु बुझ्नुभयो आफ्नो साथीहरूलाई कहिले पनि साथ आउँछ उनीहरू